हेलो साथीहरू नमस्ते। तपाईले चाहिँ आफैले सेलरोटी रुममै कसरी बनाएर खाने यसको बारेमा जानकारी दिनेछु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मैले पिठो एक डाडु लिएँ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ बिस्तारै घुमाउने। यहाँ देख्न सक्नुहुन्छ मैले लगाइसकेको छु। अब यसलाई बिस्तारै घुमाउने बिस्तारै, किनकि यो चाहिँ चिप्किन सक्छ। यसरी यसलाई मजाले घुमाउने। यसलाई एक साइडमा चाहिँ पाकुन्जेल छोडिदिनुपर्छ। देख्न सक्नुहुन्छ एकदमै इजी छ साथीहरू। अब यसलाई चाहिँ पल्टाइदिने, किन भन्दाखेरि रातो भइसकेको छ। सो देख्न सक्नुहुन्छ एकदमै सजिलो छ साथीहरू। तपाईले डेली चलाउने ग्राइन्डर हुन्छ, त्यसमा चाहिँ चामल भिजाएर ग्राइन्ड गर्ने। त्यसपछि तपाईले चाहिँ हल्का चिनी अनि सोडा, तपाईले विभिन्न किसिमका सामान पनि ल्याउन सक्नुहुन्छ। तर विशेष गरी लक्ष्मी पूजाको लागि चाहिँ हामीले खासै केही लगाइदैन। विशेष गरी अब चामलको पिठो, त्यसपछि चिनी, हल्का सोडा लगाएपछि यतिको भइहाल्छ साथीहरू। देख्न सक्नुहुन्छ। सो एकदमै टेस्टी पनि छ साथीहरू। तपाईले एकदम अब यसलाई चाहिँ मजाले खान सक्नुहुनेछ। देख्न सक्नुहुनेछ यति मैले पकाइसकेको छु। सो गाइस, थ्याङ्क्स फर वाचिङ टिल देन। यदि खाने मन छ भने आउनुहोला। धन्यवाद।